नमस्ते साथीहरू, आज म छठ पूजा हेर्नको लागि छठको घाटमा आएको थिएँ। छठ पूजा गर्ने ठाउँलाई यिनीहरूले घाट पनि भन्नुहुन्छ। त यहाँ आउँदा यो बच्चालाई लेटाएर मम्मीहरूले र दादीले यसलाई नाग्नुभएको छ। मम्मीहरू भन्नाले उसको मम्मी, बडी मम्मी र सानो मम्मीले यसरी नाग्दै पूजा गर्दै मन्नत पुरा भएर यसरी छठ माताको सुक्रिया गर्नुभएको छ। र घाटमा उहाँहरूले बच्चालाई लिएर यसरी जमिनमा लेटाएर राख्नुहुन्छ अनि त्यही बच्चालाई पनि यसरी नाग्नुहुन्छ आफूले पनि। र यो माताको आशीर्वाद लिएको होला। उहाँहरूको छठ पूजा गर्ने तरिका यस्तो किसिमको छ। अनि त्यसपछि उहाँहरू पानीमा डुबेर फेरि अर्घ दिनुहुन्छ सूर्य भगवानलाई र आफ्नो व्रतको शुभारम्भ गर्नुहुन्छ। ल हेर्नुहोस् त।